क्रिम घसेर लाली पाउडर दरेर रेडी हुन लायक केटो चाहिँ अब ल सिजनको डाइप ओए ओके ल एटिपीको लागि आइपुग्यो हामी सनस्क्रिन लाउँदै सबजना रेडी यहाँ एटिपी होला अब हस् लाउनु पर्ला बोले हो अब घाम त डेन्जर छ के रे अझै घाम त क्रिम घसेर लाली पाउडर दरेर रेडी हुन लायक केटो चाहिँ अब उराउँछ होला हौ तिम्रो चाहिँ के छ क्रिम लाऊ फेरि अस्ति जस्तै उसुन्छ ओहो यो पालिको टोइलेट म्यान ल अब चाहिँ उडाउनु पर्छ प्यारासुट यो त्यहाँ पनि रहेछ फोटो खिच्नु ल यहाँ के रहेछ हेर्नु जानु पर्यो यहाँ दुई बहिनीले काट पाक गरेर यहाँ क्रिम घस्न लाग्यो यहाँ म चाहिँ के छ देखाउनु जान्छु यता उता खै डाँडामा केही जस्तो क्याफे एलोन्स बाइक रहेछ एक्सआर बाइक अरे यहाँ त बाइक जानु चाहिँ कता हो के त पहिला म हेर्छु अनि अहिले तपाईहरुलाई देखाउँछु म है त फोटो खिच्नेहरूलाई रहेछ यहाँ चाहिँ डाँडा पाखाहरू रहेछ है यहाँ त सब गाउँै रहेछ है टुट गाउँ बाइक लिने ठाउँ छ कि भनेको त छैन रहेछ स्टेक्स यता चाहिँ के छ यसो यता आउनु पर्यो यस्तो घाम लाग्छ टिलिक्कै यहाँ चाहिँ के छ हेरौँ यहाँ फोटो खिच्ने ठाउँ रहेछ चौर रहेछ यहाँ चाहिँ पुरा बाइक चलाउनु ठाउँ सारा यहाँ नरिवल खेती गहुँ खेती पिपल बोटहरू के रहेछ ल यस्तै गाउँै गाउँ ल यति रहेछ ल अहिले एटिपी गर्दा देखाउँछौँ है हाम्रो एटिपी चाहिँ उता माथि रहेछ हाम्रो एटिपी कहाँ राखेको छ म देखाउँछु सही घाम लागेछ यहाँ एटिपी राइडको लागि मान्छे छैन कोपरा खै
हामी चाहिँ यो उस एटिभी गर्न आएको यहाँ एटिभीको मान्छे छैन त गायब छोटो बाइक त यहीँ राखेछ फेरि यहाँ कहाँ राखेछ हेरौँ सानो ठुलो बड्का छोटा सब राखेको रहेछ सिसीवाला कहाँ गएछ त्यो ल अहिले एटिपी राइड गर्दा देखाउँछौँ अहिलेलाई चाहिँ यति नै है त ल त गाइस हेर्दै गर्नुहोस् ओके ल एटिपी राइडको लागि आज पनि फेरि रेडी हुँदैछ नै धुइकाउने हो रे पर्खाइमा छौँ अलरेडी एटिपी कत्रो साउन्ड वही के हो त्यो टायरै बाङ्गो हुन्छ त ल अब यो सिगरीमा हाल्न सिगरीमा ल प्राय but not okay try गर like that same no or press yeah press one okay this one also try गर gamay lang daw bilang gamay टेस्ट ड्राइभ हान्दैछन् सबैले टेस्ट ड्राइभ अब अगाडि गर अब अगाडि गर न त्यो ब्रेक अझ एकचोटि अगाडि हान्न ऊ त्यहाँ ब्रेक समातेर हान्न नि अगाडि हान्न भयो
Swim? Ano na ano? Let's relax for 5 minutes and we go back. You like to swim? It's free. Andin क्या हुआ? जा गयो It's very cold. दुईजना त अघि उसमा मैले त चेन्ज गरिदिनु ल दुईजना It's cold water. ओके Deep. दुईजनाले फेरि दिन लाग्यो टिभी पुगेन त गरिदिनु भयो अरे चिसो छ रहेछ नि गयो त छ Wala, kay mo slow down ka. Layat dagan. Dagan lang kawal ba? Layat na yun. Dagan. Absang ka kinyo. Git ang tayo mag-dive mo. Git ang tayo mag-dive. Kasama ka? Puro tipon din. Dito na ba ha? Dangok. ल सिजनको दाइप ओए रोशनको दाइप खै चाहिँ अब लागेको आम्बो
ब्रेक गर्मी गर्मी ओ English to, dili Tagalog. Siya kami no inside na. Stop take all without Lima doon. त्यो चिकन बफेलो चिकन बफेलो अनि यो चाहिँ सिसिङ सिसिङ चिङचिङ लायो कालोमा सप्लाई खाने कतै होला दबाकै दिँदैछ त डर भोक लाग्यो कि हो मिठो चल्दैछ नेक्स्ट टाइम पनि आउने अरे त्यो चाउमिन बाइकले उफार्ने स्विमिङ खेल्ने गरेर पेटै हल्लेर छ भोक लागेर नि हाम्रो खाना पनि भ्याइयो खाली खाली छ भुँडी भर्दै त रुसनको भर्दै खाना त हेर्दै अगाइयो अझै चपाउँदैछौ त बा तिमी त दुईटा बङ्गुर खायौ क्या हो तिनवटा खाइदिएको मासु सुजन धेरै खायो अगाएर त्यो आँखा झिमिक झिमिक अब सुत्छ अब हिजै सुत्दैछ कता पेमेन्ट गर्ने हो ल हामी आइसकेको छौँ यहाँ कोलोनी मार्केट फुड अन यो त फिस मार्केट जस्तो छ त हौ लभली मेन सिटी हो क्या यो मेन बिचमै हो क्या यो प्याक छ त ओए बस पनि कस्तो हो रेड लाइट ओए मास धन्दै हान्दै यस्तो भ्लग गर्नु गाह्रो छ हौ ल अब के हुन्छ हेर्दै गरौँला है त यहाँ प्याक रहेछ मान्छे टन्नै मान्छे छ यहाँ मजाले खतरा लुक्स दिइरहेछ ल फुड अन ल के हुन्छ हेर्दै गरौँला अब अलि अगाडि आएपछि यस्तो रहेछ ल हङकङ जस्तो छ त मलाई भ्लगर यहाँ
भर्खर त होइन लभली रहेछ ल बल्ल फिलिपिना जस्तो भयो ल मलाई ब्लगर रे क्यामेरा समाज यतिकै ब्लगर सिक्री किन्नु दियो सुन के बना रहेछ माछा food lovely food street food Philippines को हमने रिकॉर्डिंग कैसे है के भयो यो क्यामेरा यो बस चाहिँ बल है यो माइक्रो होला माइक्रो फ्रेड गयो के फेरि हामी घुमे फेरि अर्को मार्केट आएका छौँ देख्न सक्नुहुन्छ यहाँ महल मेला जस्तो छ हजुर पुसा हेरिराख्नु भएको छ भने तपाईँ जस्तै रहेछ है यहाँ तपाईँ जस्तै मान्छे हुनुहुँदो रहेछ यहाँ ल तपाईँले हेरेर फ्रेस फ्रुट जुस अरू पनि टन्नै मार्केटहरू रहेछ टन्नै सपहरू रहेछ पछि नि हेर्दै गरौँला के छ यहाँ बनाउँदैछ के रहेछ यो बनाउँदैछ ल यत्रो घुमेर आएर हामी कोरियन बार्बिक्यू टक्क लाएर च्वाचे हो च्वाचे हान्दै च्वाचे अनि अलिअलि घोडाको नि हान्दैछ अलिअलि घोडाको मासु एप्स हान्दै ल दिनभरिको थकाइ अब भोलि फेरि 3 बजे उठ्नुपर्छ भोलि बिहान कति बजे रे 3 बजे 3 बजे आज 5 बजे भोलि बिहान 3 बजे उठ्नेछौँ अब हामी खानु पनि पर्छ धेरै गफ गर्नु हुँदैन त्यही भएर खामै त